गुड मर्निङ एभ्रिवान सबैजनालाई सेवा छ है। अनि आज पनि मैले छोटो मिनी ब्लग लिएर आएको छु। अनि आज चाहिँ छ बिहानै मेरो बुढाले चाहिँ माछा लिएर आउनुभयो क्या साथीहरू। अनि माछा चाहिँ मैले भिडियो बनाउँदैछु। अनि अस्ति पनि हालिदिएको थिएँ नि त भिडियो। अनि त्यही खालकै माछा परेछ आज पनि। माछा चाहिँ अस्तिको भन्दा अलिकति सानो छ तर मिठो खालको पर्यो भन्दैछ, तर कस्तो छ थाहा छैन। अनि यो चाहिँ एकदमै मिठो हुन्छ रे माछा। 15 केजीको माछा घुमे पाएको घुमे। आयो म त पुग्नै सकिन्न छु। हाई बिस्तार